हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ म ब्रेकफास्टको लागि कराईमा तेल हालेर तताउँदैछु है। करेन्ट खानुको लागि मलाई चाहिँ पुरा मनपर्छ करेन्ट। तपाईँहरू कसलाई मनपर्छ? मलाई चाहिँ एकदमै स्पेसी मनपर्छ है। अन्त त्यसैले गर्दाखेरि करेन्ट पुरा मलाई मेरो फेभरेट हो। करेन्ट चाहिँ प्याज टमाटर है, गाजर बिट मटर हालेर चाउमिन जस्तै बनाएर खानु मन लागेर चाहिँ आज बनाउँदैछु है बिहानको ब्रेकफास्ट। हेर्नुहोस् है साथीहरू, मैले बनाएको तपाईँहरूलाई मनपर्छ कि पर्दैन है। मलाई चाहिँ पुरा मनपर्छ कोका। मलाई चाहिँ प्रायः स्पाइसी चिज मात्रै मनपर्छ। एकछिन भुटेर है यसमा चाहिँ अब त्यो करेन्टको मसला हाल्नुपर्छ। तर त सिम्पल खान्थेँ है, आज चाहिँ मलाई यस्तो गाजर बिटहरू हालेर खानु मन लाग्यो। मसला हाल्दैछु है। यो चाहिँ अब एकदमै स्पाइसी छ। यो चाहिँ खोर्सानीको पेस्ट हो। तपाईँहरूले है पिरो कम्ती खाने त अलिक कम्ती हाल्छ। म चाहिँ पुरा पिरो मनपर्छ र चाहिँ डल्लै प्याकेट डल्लै हालेको छु है मसला है यसको। अब यसलाई म चलाउँदैछु। अब यसमा चाहिँ आफूले कतिको ड्राई खानु मन लाग्छ है, त्यसमा चाहिँ म अब यसमा चाहिँ पानी हाल्दैछु, तातो पानी है। पानी हालेर चाहिँ यसलाई चाहिँ म एकछिन उमाल्छु। यसलाई चाहिँ अलिकति उमालेर चाहिँ उम्लिसकेको छ है। अब उयो के अरे करेन्ट हाल्दैछु। चाउमिन मलाई चाहिँ चाउमिन जस्तो बनाएर खानु मन लागेको थियो है, त्यसैले गर्दाखेरि चाउमिन स्टाइलको बनाएर खाँदैछु। यसलाई एकछिन उमाल्दैछु है। पाकेर पनि रेडी भएको छ है। यसमा म धनियाँ हाल्दैछु, धनियाँ पत्ता काटेर। अनि यसको लागि चाहिँ मैले अलरेडी अघि नै 2टा अन्डा पनि बोइल गरेको छु यो करेन्टसँग खानुको लागि। पाकेर रेडी भएको छ मेरो करेन्ट। अब यसलाई सर्भ गर्दैछु है प्लेटमा। अब हेर्नुहोस् है साथीहरू, 2टा अन्डा राखेको छु है, उसिनेको बोइल गरेको। यसलाई म अन्डासँग खाँदैछु। मलाई त पुरा मनपर्छ है। पिरो मात्रै मनपर्छ मलाई, त्यसैले मैले आज चाहिँ पिरो खानु मन लागेर चाहिँ करेन्ट बनाएर खाँदैछु। तपाईँलाई कसलाई खानु मन लाग्यो होला है। यो सँगसँगै बोइल गरेको अन्डा पनि खाँदैछु। 1 प्याकेट करेन्ट अनि 2टा बोइल गरेको अन्डा खाँदा त साथीहरू ड्याम्मै भइहाल्छ नि। त्यहाँदेखि अनि 12 बजीको लन्च चाहिँ 1-2 बजीतिर खाँदा ठिक्कै हुन्छ मलाई। 12 बजीको लन्च चाहिँ अलिक ढिलो खान्छु म। बाई बाई।